आज चाहिँ हाम्रो बहिनी छ किचन लजाउनु थालेछ कहिलेदेखि मलाई खाना हालिदिएको अरे यहाँ सिलोप गर्दै हालिदिन्छ दुई हातले हाल हाल्नुपर्छ बहिनी ल त लाग्छ अरे यहाँ छ हाम्रो पनि राम्रै बन्ने खाना पस्किँदै के हो चम्नी गल्छ त कत्रो हालिदिएको अन्त भात पनि सनक्क पार्दै गर ल लाइभ आउनुपर्छ तँ र म ल आएन प्लिज के गर्दैछ भाँडा धुन्छ चुल्हाहरू लिप्नु छ खाएन जस्तो त खाना खाएस डल्लै छ त अन्त बरु डल्लै छ त बोलेर आएको म त खानु छोडेको 4 वर्ष भयो त्यस्तो बाई आज चाहिँ हाम्रो बहिनी चाहिँ किचनमा हेर्नुहोस् यहाँ आमालाई खाना पकाएर चाहिँ गरम भयो अरे मैले त आफै पस्केर खाएँ के अन्त पस्की चाहिँ मैले सबैलाई मैले आफै दिएको अनि थपेर चाहिँ यसले दियो पहिले त खाएर जानु म कस्तो देख्यो हाम्रो किचन त के गर्नु गाइस यस्तै छ जस्तो छ त्यस्तै देख्छ नि है यहाँ चाहिँ आमालाई खाना लगिदिएको गरम भयो अरे मेरो आमालाई यहाँ माथि बसेर खानुहुँदैछ एउटा फ्यान ल्याइदिउँ भनेको मेरो आमालाई यहाँभित्र पनि जानु छ है थ्याङ्क यू गाइस